अत सम्पूर्णलाई नमस्कार भनेछु। अत म हुँ तपाईँहरूकै प्यारो पत्रकार फोकट राज थापा। चिन्नु भएछ कि नै? काण्डको पर्खाइमा बस्ने भाइहरू प्रेजेन्ट म्याम। हेलो, नमस्ते सबैजनालाई। अत मैले पनि तपाईँलाई नमस्कार गरेछु हैन। म त कस्तो एक्लै भएर मर्न लागिसके जस्तो लागिसक्यो। अत तपाईँको यो समस्यामा म के गर्न सकेछु हजुर? मलाई कोही भेट्न आउन यार। त भेट्न त बोलाउनु भएछ, किन आउने भेट्न? त के गर्न आउने भेट्न हजुरलाई हजुर? म तिमीहरूलाई के तास खेलाउँछु, मासु खुवाउँछु। अत जब मासु खान को आउँछ हजुर? मलाई त अरू खान मन भएछ हजुर। जे भन्छ त्यही खुवाउँछु। त साला यत्रो स्याक्रिफाइस दिनुभएछ हजुरले, त हजुर को पर्नु भएछ? मेरो नाम गङ्गु छेत्री। ओ माई गड, अत तपाईँ हुनुहुन्छ जसले बजार बसाइदिनु भएछ आफ्नो। अत तपाईँले गर्दा त साला लाखौँ युवाहरू आफ्नो सेतो रगतका थोपाहरू फाल्न बाध्य भएछन् हजुर। तपाईँलाई नचिन्ने को होला र यहाँ हजुर? र यो म भिडियो किन बनाउँदैछु भन्दाखेरि रुख्नुहोस्। अत तपाईँ हजुर यो भिडियोको लागि आउनु भएछ, हामीलाई सब मालुम भएछ हजुर। त्यो मलाई राम्रोसँग थाहा छ। अरे भन्न त थाहा छ भन्नुभएछ, अत थाहा भए त्यो के सफाइ गर्नु भएन छ? पुरा कालो दाग लागेछ हजुर। अनि मुत्ने ठाउँ चम्काएर राखिँदैन। अरे रसियन हेर्नु भएन छ कि के हो हजुरले? अरे रसियनको त पुरा चकाचक भएछ त हजुर। तिमीहरूको चम्किलो छ, रमाउन या खुसी हो न यार, के भने। अत हामी के सोचिरहेछु, तपाईँले यस्तो भिडियो किन बनाउनु भएछ? बनाउनु मन थिएन। किन बनाएको भन्दाखेरि चाहिँ अत किन बनाउनु भएछ? हजुरलाई थोरै पनि गल्तीको बोध भएन छ हजुर? कौन है ये लोग? कहाँ से आते हैं? पुरा बेइज्जत नै गर्नु भएछ। थोरै सोच्नु पर्दैन यत्रो गल्ती गर्दाखेरि? अहिले तपाईँको पछाडि पुरा दुनियाँ लागिरहेछ, बुझ्नु भएछ? सोचिरह होला यस्तो दिमाग हल्लाउँछु भनेर, एउटा कुरा सिधा छ भाइहरू, दिमाग त के मेरो भुत्ता नि होला छैन। अत के भनौँ हामी तपाईँलाई? के बात गर्नु भएछ, के बात गर्नु भएछ? कौन है ये लोग? कहाँ से आते हैं?